हेलो गाइज, आज चाहिँ नाइराको पास चाहिँ होइन हामी चाहिँ यसरी बसेका छौँ यत्तिकै होइन। यसले मलाई यसरी हेरे कि आयो नाइरा डार्लिङले ग्रल। यहाँ चाहिँ नाइरा सानीसँग मक्ख परेर बस्यो कि बस्दा बस्दै रुन पो लागि। हेलो गर भनेको त रुन पो लागि नाइरू डल। नाइरालाई छोडेर म चाहिँ किचनतिर गएँ नाइराको लागि अब खिर बनाउने। आज नाइराको पास नै भएको कारणले र मैले चाहिँ खिर बनाउनलाई डेक्चीमा सबै कुरा हालेर बसालेँ बनाएको खिर। अनि म चाहिँ यसो स्टाइल पारेँ एकछिन। त्यस पछाडि बुवा पनि आउनुभयो। मैले खिर बनाउँदै बुवा आउनुभयो र बुवालाई चाहिँ खिर भन्नु भनेको हाँस्नुहुन्छ। अनि मैले पकाएँ खिर। लास्ट हुन आँट्यो। त्यति बेलै नाइरा रोएर अनि म फुलाउन गएँ। अनि बल्ल तल्ल फुली। अनि त्यस पछाडि म चाहिँ माथि डेकोरेसन कस्तो भयो भनेर हेर्न गएँ। अनि डेकोरेसन एकदमै राम्रो लागेपछि म चाहिँ रेडी हुन गएँ। तर यहाँ चाहिँ रेडी भएको भिडियो चाहिँ छैन। म रेडी भइसकेर आएर माथि आइसकेको भिडियो रहेछ। मैले रेडी भएको भिडियो चाहिँ बनाउन पाइनँ। अब नाइरा चाहिँ यस्तो भएको थियो। नाइराको फाइनल लुक चाहिँ यस्तो थियो। अनि उसको फर्स्टमा चाहिँ उसको बाबा मम्मीले यसरी माला लगाइदिनु भएको थियो। अनि मैले उसलाई खुवाउन रेडी पारेको। त्यस पछाडि हामीले एकछिन फोटो सुटिङ गऱ्यौँ। अनि हामी खाना गयौँ। त्यस पछाडि नाइरालाई मैले ड्रेस चेन्ज गरेर टिकटक बनाउन लागेँ। नाइरा टुलु हेरेर बसिन्। म यसो एक्टिङ गरेँ जस्तो गरेँ। अनि सकियो आजलाई। बाई बाई। नेक्स्ट भिडियोमा अरू